अब राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढिसक्यो, यसलाई कसैले पनि रोक्न सक्दैन। काठमाडौँमा जुन माहौल छ त्यो अछाममा नहोला, तर हामी कम चाहिँ छैनौँ। त्यही सिलसिलामा बालेन दाईसँग भेट भयो। बालेन दाईको क्याम्पेन र महानगरको अनुभवले हो हाम्रो उद्देश्य भनेको चाहिँ तपाईँको चाहिँ फाइटिङ द ओल्ड हो। जो पुरानाहरू छन् तिनीहरूसँग लड्नु चाहिँ हाम्रो चाहिँ ठुलो उद्देश्य हो। अनि त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी आजको दिनमा देशको सबभन्दा ठुलो पार्टीको रूपमा चाहिँ एक हिसाबले हामीसँग त्यो सङ्ख्याङ्क गणित नहोला, तर आज हामी देशैभरिको माहौल र जनताको इच्छा अपेक्षा र आकांक्षा र उहाँको सद्भावले चाहिँ हामी सबभन्दा ठुलो पार्टी हो। तर यहाँ कुरा गर्दै गर्दा हामी अछामवासी हौँ। अछामवासी भनिसके पछाडि हामी चाहिँ सुदूरपश्चिमको चाहिँ पहाडी जिल्ला हो, जो पिछडिएको क्षेत्रमा पनि पर्छ। काठमाडौँमा जुन माहौल छ त्यो अछाममा नहोला, तर हामी कम चाहिँ छैनौँ। अब यहाँ भएको कतिपय साथीहरूलाई, भाइ बहिनीहरूलाई, दाइ दिदीहरूलाई फोन आउन थाल्यो होला। यहाँले अब पार्टीको नेतृत्वसँग फोटो खिच्नुहुन्छ, पार्टीको कार्यक्रममा जो गइरहनु भएको छ, हामीलाई फोन आउन थालिसकेको छ। पुरानो पार्टीको अङ्कलहरूले, बाहरूले, अब सिनियर मान्छेहरूले हामीलाई फोन गर्दै हुनुहुन्छ जस्तो मलाई लाग्छ। उहाँले भनिरहनु भएको छ कि हामीले तँलाई नगरेको के थियो र, मैले यत्रो वर्ष राजनीतिमा लगानी गरेँ, तिमीहरू अहिले मलाई छोडेर जाने यो त्यो भनेर फकाइ फुलाइ गरिरहेछन्। भावनात्मक रूपमा चाहिँ जोड्न खोजिरहेका छन्। त्यो नभइसकेपछि डर धम्की देखाउँछन्। अब यो बढ्दै जान्छ भोलिका दिनमा। म साथीहरूलाई यति निवेदन गर्छु, अब राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढिसक्यो, यसलाई कसैले पनि रोक्न सक्दैन। त्यही भएर तपाईँहरू कुनै मात्रै हिसाबले बाटो नबिराउनु होला, नडराउनु होला। अब हामी यो देशको नेतृत्व गरेरै छोड्छौँ।